नमस्कार, मेरो नाम बबिता रसाइली। म यो श्री बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयको लाइब्रेरियन। हाम्रो स्कुलमा आज वितरण भएको कल्स ओभर रिजेसबाट वितरण भएको बसले चाहिँ स्कुल बसले चाहिँ हाम्रो विद्यालयमा आउने टाढाबाट आउने विद्यार्थीहरूलाई चाहिँ धेरै नै सहयोग पुगेको छ। जस्तै हाम्रो विद्यार्थीहरू चाहिँ टाढाबाट आउँदा पढाइमा पनि खलल हुने र उहाँहरूलाई चाहिँ बस आएपछि उहाँहरूको सिकाइलाई अझ सहयोग पुग्ने छ भन्ने आशा गर्दछु र फेरि पनि कल्स ओभर रिजेसले यस्तै सहयोग गर्नुहुने छ भनेर फेरि पनि धन्यवाद दिन चाहन्छु। म चाहिँ निशा कार्की, म चाहिँ यसै बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययन गर्ने छात्रा। कल्स ओभर रिजेसद्वारा प्रदान गरेको यो बस सेवाले चाहिँ हामीलाई धेरै मद्दत गर्नेछ। आगामी दिनमा पनि यसले धेरै मद्दत गर्नेछ। यो बस नआउन्जेलसम्म हामीलाई अब घरबाट स्कुल आउनलाई धेरै गाह्रो परेको थियो। बर्खामा चिप्लो हुन्थ्यो बाटोहरू, त्यस कारणले गर्दाखेरि लडिने, हात खुट्टा मर्किने जस्ता विभिन्न शारीरिक समस्याहरू देखिन्थ्यो। अब कल्स ओभर रिजेसद्वारा प्रधानतः यो बसले गर्दाखेरि चाहिँ हामीलाई त्यस्तो शारीरिक समस्याहरू कुनै त्यस्तो हुँदैन। नमस्कार, मेरो नाम चाहिँ सरिता खाती। यस श्री बौद्ध भुवनेश्वरी स्कुलमा चाहिँ अहिले शिक्षकहरूले बसको व्यवस्था मिलाउनु भएको छ। कल्स ओभरको सहायतामा यो बस चाहिँ यहाँ हाम्रो स्कुलमा ल्याउनु भएको छ सरहरूले। त्यसको लागि चाहिँ कल्स ओभर संस्थालाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो यस श्री बौद्ध भुवनेश्वरी स्कुलमा चाहिँ धेरै टाढाबाट विद्यार्थीहरू आउनुहुन्छ। उहाँहरूलाई चाहिँ आउन जान चाहिँ धेरै सहज भएको छ। बस आएको कारण धेरै समयमा आइपुग्ने जानको लागि पनि धेरै सहयोग हुनेछ र म पनि यस विद्यालयमा मेरो पनि नानीहरू पढ्छन्। त्यही भएर म चाहिँ अभिभावक हो यो स्कुलको। धेरै खुसी लागेको छ। आजबाट बस सञ्चालन हुने कुरा छ। अब कुरा भइसकेर नि अब आइसकेको छ बस सञ्चालन हुने कुरामा धेरै खुसी छु। अझै पनि कल्स ओभरलाई विशेष धन्यवाद दिन चाहन्छु। यस्तै कार्यहरू गर्दै गर्नु होला, हाम्रो स्कुलमा सहयोग गर्दै जानु होला। धेरै धन्यवाद भन्न चाहन्छु। हस्त मेरो नाम मनोज रसाइली। म यस विद्यालय श्री बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत छु। आज हामीलाई चाहिँ यो वार्षिक विद्यालयको 63औं वार्षिक उत्सवको मौका पारेर कल्स ओभर रिजेसले चाहिँ हामीलाई एउटा स्कुल बस चाहिँ गिफ्ट गरेको छ वा प्रदान गरेको छ। त्यो चाहिँ हाम्रो विद्यालयको लागि र विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तरका लागि धेरै आवश्यक रहेको छ। अब स्कुल बस भन्ने बित्तिकै हामीलाई विद्यार्थीहरूको घरदेखि स्कुलसम्मको आवत जावतको सजिलो हुनको लागि चाहिँ प्रयोग गरिने उपकरण भन्ने बुझ्छौँ। त्यस कारणले चाहिँ हाम्रो विद्यालयमा अब टाढादेखि अध्ययन गर्न आउनुहुने विद्यार्थीहरूलाई चाहिँ सहज हुनको लागि यो कल्स ओभर रिजेस संस्थाले चाहिँ सहयोग गर्नुभएकोमा चाहिँ विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट साह्रै धन्यवाद दिन चाहन्छु। कल्स ओभर रिजेसले यो बसको प्रोग्राम मात्र नगरेर चाहिँ यो विद्यालयमा बौद्ध भुवनेश्वरी विद्यालयमा चाहिँ विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। दिवा खाजा, स्कलरसिप जस्ता प्रोग्रामहरू चाहिँ विगतदेखि धेरै समय अगाडिदेखि नै चलाउँदै आउनु भइरहेको छ र म पनि त्यो स्कलरसिप लिने एउटा केटा हो। यो बसको सुविधाहरूमा चाहिँ अब टाढा रहेका विद्यार्थीहरूको अब घरदेखि विद्यालय आउनको लागि 1 घन्टा समय लाग्छ भने यो बसको सुविधाले गर्दाखेरि त्यो समयमा थोरै भए नि कम्ती हुनसक्छ, जसले गर्दा चाहिँ विद्यार्थीहरूको पढाइको समय बढ्न सक्छ र घरदेखि विद्यालयसम्मको दूरीको त्यो समयलाई चाहिँ घटाउन सकिन्छ। यसले गर्दा चाहिँ विद्यार्थीहरूको चाहिँ गुणस्तर पढाइमा शैक्षिक गुणस्तर चाहिँ बढ्छ। मेरो नाम चाहिँ छिकी शेर्पा हो। म चाहिँ बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा 9 मा पढ्छु। अब पहिला चाहिँ हामी त्यो घरबाट त्यो 1 घन्टाको बाटो भएर हिँडेर आउनु पर्थ्यो, अनि अहिले चाहिँ त्यो बस भएर अब सजिलो हुन्छ। अब हिँड्नु पर्दैन। अब त्यो पहिला त्यो हिँडेर आउने जेलसम्म चाहिँ हामीले अब विद्यालयमा अब केही टाइममा आएर केही सिक्न सकिन्छ। अब हाम्रो सहज भएको छ। त्यसैले कल्स ओभर संस्थालाई चाहिँ त्यो धेरै धन्यवाद दिन चाहन्छु। मेरो नाम चाहिँ निमित्त शेर्पा। म यस बौद्ध भुवनेश्वरी माविका सहायक प्रधानाध्यापक छु र
यो हाम्रो विद्यालय स्थापना भएको 63औं वर्ष भइसकेको छ र यो अवस्थासम्म आइपुग्दाखेरि यहाँका चाहिँ यो विद्यालयले थुप्रै जुन अवरोधहरू पार गर्दै आज हामी यो अवस्थामा आइपुगेका छौँ र आज हामी यस विद्यालयको 63औं वार्षिक उत्सव मनाउने क्रममा आज यो ठाउँको चाहिँ शिक्षालाई अगाडि बढाउने क्रममा विभिन्न बाधा व्यवधानहरू थिए र त्यसमध्येमा पनि एउटा चाहिँ यो हाम्रो विद्यालयको कार्यक्षेत्रभित्र झन्डै 1.5 घन्टासम्म विद्यार्थी भाइ बहिनीहरू चाहिँ बिहान बेलुका आएर चाहिँ पढ्नुपर्ने जुन एउटा बाध्यता थियो त्यसको कारणले गर्दाखेरि चाहिँ भाइ बहिनीहरू चाहिँ टाढाबाट चाहिँ आउनुपर्ने हुँदाखेरि चाहिँ जुन आफ्नो पढाइलाई चाहिँ अलिकति समस्या हुने भएको कारणले विद्यार्थी भाइ बहिनीमा अलिकति हामीले के देख्यौँ त भन्दाखेरि त्यो खुट्टाले हिँडेर जाने क्रममा चाहिँ अलिकति थकित हुने गृह कार्यहरू चाहिँ गर्न नभ्याउने त्यस्तो समस्याहरू देख्दाखेरि चाहिँ हामीले अब अहिलेको जुन यो आजको जुन यो हाम्रो शिक्षाको आवश्यकता एउटा गुणस्तरीय शिक्षा हो र गुणस्तरीय शिक्षामा चाहिँ अब यो विद्यार्थीहरूले कसरी चाहिँ प्रदान गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ हामीले अलिकति यहाँका अभिभावकहरू यहाँका बुद्धिजीवी सबैजना मिलेर अलिकति यो जुन विद्यालय बस सञ्चालन गर्न सक्यो भने यसले विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ अलिकति यो पढाइको गुणस्तर छ त्यसलाई चाहिँ बढाउन सकिन्छ कि भनेर हामीले पहिलेदेखि निकै जुन सोच गरेका थियौँ र यो कुरालाई चाहिँ हामीले हाम्रो यो कोल्स ओभरब्रिजलेसँग चाहिँ हामीले अलिकति अनुरोध गर्दाखेरि उहाँहरूले हामीलाई अलिकति सकारात्मक तरिकाले लिएर तपाईँहरू पनि अलिकति फाउन्ड तयार गर्नुहोस् हामी पनि केही लगानी गर्छौँ भनेर जुन हाम्रा दुईवटा संस्थाको बिचमा जुन एक खालको चाहिँ प्रतिबद्धता भयो त्यसमा हाम्रो विद्यालयले जुन यो बस परियोजना सञ्चालन गर्नका लागि चाहिँ कसरी रकम जुटाउने त भन्दाखेरि चाहिँ हामीले यो हाम्रो जुन गाउँमा रहेका बुद्धिजीवीहरू अनि प्रवासीमा रहनुभएका हाम्रा हामीले नै यहाँबाट उत्पादन गरेर पढाएर भएका भाइ बहिनीहरूलाई हामीले बढी फोकस गऱ्यौँ र उहाँहरूले पनि हाम्रो जुन अनुरोधलाई स्वीकारेर उहाँहरूबाट जुन एउटा शब्द सहयोग हुनुभएको छ र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ र त्यसमा कोल्स ओभरब्रिजले चाहिँ हामीलाई झनै 30 लाख बराबरको चाहिँ यो डोनेसन दिनुभएको छ र त्यो सबैको कारणले गर्दाखेरि आज हामी यो बस चाहिँ ल्याउन सफल भएका छौँ र यसले पक्कै पनि यो क्षेत्रका भाइ बहिनीहरूको चाहिँ जुन पढाइमा यसले सकारात्मक रूपमा चाहिँ सहयोग गरेछ भन्ने हामीले आशा गरेका छौँ र अझै पनि अब यो बस कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा चाहिँ अब अलिकति हामीलाई अब यो बस त हामीले ल्याएका छौँ तर पनि यसलाई भविष्यमा कसरी निरन्तर दिन सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति हामीसँग एउटा समस्या छ त्यो समस्यामा हाम्रा जुन शुभचिन्तकहरू बुद्धिजीवीहरू समाजसेवी सबैहरूबाट चाहिँ हामीले सहयोगको आशा गरेका छौँ र जिरी नगरपालिका पनि हाम्रो एउटा यो साझेदारी संस्था भएको कारणले गर्दा जिरी नगरपालिकाले पनि जुन यो बस सञ्चालन गर्ने काममा चाहिँ केही आर्थिक सहयोगहरू प्राविधिक सहयोगहरू चाहिँ हामीले उहाँहरूसँग चाहिँ अपेक्षा गरेका छौँ र कोल्स ओभरब्रिजले चाहिँ जुन यो ठुलो योगदान दिनुभएको छ अझ यसलाई निरन्तर दिनको निम्ति चाहिँ उहाँहरूलाई आउँदो दिनहरूमा चाहिँ यो जुन बस सञ्चालन गर्ने क्रममा चाहिँ विभिन्न कठिनाइहरू आइपर्न सक्छन् ती कुराहरूमा चाहिँ उहाँहरूले पनि एउटा साथ सहयोग दिने हुनेछ भन्ने हामीले आशा गरेका छौँ।